संसारैभरि घट्ने गरेका अपत्यारिलो जस्तो लाग्ने तर वास्तविक घटनाहरूको सँगालो विचित्र संसारको यो अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। अब पानी होइन, आवाजले नै निभाउनेछ आगो। यो सुन्दा अपत्यारिलो जस्तो लाग्छ तर वास्तविक रहेको छ यो तथ्य। आगो निभाउनका लागि पानी, कार्बन डाइअक्साइड ग्यास तथा विभिन्न केमिकल प्रयोग गरिन्छ। तर अब दन्दनी बलेको आगो निभाउन यस्ता कुनै चिज प्रयोग गर्नुपर्ने छैन। पानी र केमिकलले होइन, आवाजले नै आगो निभाउनेछ। अमेरिकाको सोनिक फायरटेक नामक कम्पनीले यस्तो प्रविधि विकास गरेको दाबी गरेको छ जसमा ध्वनिको प्रयोग गरेर आगो निभाइनेछ। अमेरिकी अन्तरिक्ष संस्था नासामा थर्मल ऊर्जा रूपान्तरणबारे अनुसन्धान गरेका एरोस्पेस इन्जिनियर जियो ब्रुडरले उक्त कम्पनीको स्थापना गरेका हुन्। विज्ञान अनुसार आगो लाग्नका लागि 3 तत्त्व चाहिन्छ: ताप, इन्धन र अक्सिजन। यीमध्ये कुनै एउटा हटायो भने दहन प्रक्रिया रोकिन्छ। सोनिक फायरटेक कम्पनीले विकास गरेको यो प्रविधिले इन्फ्रासाउन्ड तरङ्ग मार्फत अक्सिजनका अणुहरूलाई इन्धनबाट टाढा धकेल्छ, जसले गर्दा आगोले आवश्यक अक्सिजन पाउन सक्दैन र निप्छ। जियो ब्रुडरका अनुसार यो प्रविधिले अक्सिजनलाई इन्धनले प्रयोग गर्न सक्ने भन्दा छिटो कम्पन गराउँछ र त्यसबाट रासायनिक प्रतिक्रिया रोकिन्छ। रोचक कुरा त के छ भने ध्वनिको प्रयोग गरेर आगो निभाउने अवधारणा पहिलोपटक भने यो विकास भएको होइन। आगोमा ध्वनिको विकासबारे यसअघि पनि अध्ययन भइसकेको छ। अमेरिकाको डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सीले सन् 2000 को दशकमा यस विषयमा वर्षौंसम्म अनुसन्धान गरेको थियो। साथै शैक्षिक अनुसन्धानकर्ताहरूले पनि दशकौँदेखि यसमा प्रयोग गरिरहेका छन्। वैज्ञानिकका अनुसार आगोमा ध्वनिको प्रभाव दहन विज्ञानमा राम्रैसँग पहिचान भइसकेको कुरा हो, तर यस्तो प्रविधिलाई ठूलो स्तरमा प्रयोग गर्दा हानिकारक ध्वनि उत्पन्न नहुने कुराको सुनिश्चितता गर्नु आवश्यक छ। सोनिक फायरटेकले यो इन्फ्रासाउन्ड प्रयोग गरेर यस्तो अधिक ध्वनि उत्पादन हुने समस्याको समाधान गरेको बताएको छ। सो प्रविधिले 20 हर्ज वा त्यसभन्दा कम फ्रिक्वेन्सीका ध्वनि तरङ्ग उत्पादन गर्छ जुन मानिसले सुन्न सक्दैन, तर त्यो ध्वनि आगो नियन्त्रण गर्न प्रभावकारी हुन्छ। यद्यपि अहिलेका लागि यो प्रविधि सानो स्तरको आगो निभाउने कामका लागि मात्र प्रभावकारी देखिएको छ। त्यसैले निकट भविष्यमा बन्डडेलो वा ठूलो स्तरका आगो नियन्त्रणमा यसलाई उपयोग गर्न थप अनुसन्धान र प्रयोग आवश्यक देखिन्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाउनुहोला। साथै यस्तै खाले रोचक तथा तथ्यपूर्ण भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा फेसबुक पेजलाई फलो, लाइक तथा कमेन्ट गर्न नभुल्नुहोला। यो भिडियो हेर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।